हेलो गाइज, वेलकम टु माई न्यू ब्लग होइन। अहिले चाहिँ हामी दसैँ मान्नलाई गाउँतिर आएको छु कि गाउँतिर आएको छु अनि गाउँबाट यसो डाँडातिर जाउँ न भनेर डाँडातिर आएको छु होइन। यसो पछाडितिर भ्यू हेरौँ गाइज होइन। हाम्रो गाउँको भ्यूहरू कतिको मान रमाइलो लाग्छ, कतिको मान राम्रो लाग्छ। पछाडि ब्याकग्राउन्डमा यसो भ्यूहरू हेरौँ। राम्रो लाग्यो भने ट्याक्क लाइक एन्ड सब्सक्राइब हानिदिनु हाम्रो न्यू ब्लगमा। हाम्रो पनि यसो थोरै लाइक सब्सक्राइबर हानेर माया देखाइदिनु पऱ्यो गाइज। खै त जम्मा 9-10 लाइक बसिरहेछ, 9-10 सब्सक्राइबर भएर बसिरह। यस्तो भएन, भ्लगै बनाउनु मन लाग्दैन गाइज। तर सिन चाहिँ बबाल छ गाइज, बबाल दामी लाग्छ क्या। गाउँतिर आएपछि टक्क हरियाली हुन्छ। यसपालि त दसैँ पनि अझ अलिक चाँडै भएको थियो होइन, चाँडै नै भएको थियो। अनि यसो गाउँहरूतिर आउँदाखेरि नि मौसमले अलिअलि पानी परेर अलिकति खराब भएको कि जस्तो भइरहेको थियो दसैँ। तर आज चाहिँ नवमीको दिन बबाल उक्री पनि राख। अनि त्यसपछि रमाइलो पनि बबाल भइरहेछ। अनि त्यसपछि यसो हेर्नुपर्छ, यो भन्दा माथिको डाँडा चाहिँ, यो जुन अहिले देखाइरहेको डाँडाभन्दा माथि चाहिँ, त्योभन्दा उतापछि चाहिँ सैलुङ डाँडा पर्छ गाइज। सैलुङ त सबैलाई थाहा नै होला होइन। अब भ्यायो भने आज गइन्छ होला, अब भ्याएन भने अब यत्तिकै हो भ्लग, यत्तिकै भ्लगमा क्यान्सल हुन्छ। नभए दामी छ गाइज, भ्यूहरू चाहिँ बबाल दामी भ्यू आउँछ यार। हाम्रो गाउँको डाँडातिर नि बबाल लाग्छ। हाम्रो घर चाहिँ त्यहाँनिर हो क्या गाइज। जुम गरेर देखाइदिउँ भन्यो भने यो जुन लास्टको घर हो त्यही नै गाइज। ल बाई बाई गाइजहरू।